नमस्कार। आज एउटा कथा भने पनि यो एउटा अब शिक्षा सबैको लागि। सानो काम गर्नेदेखि लगेर ठुलो ठुलो उच्च चौकीमा बस्ने सबैको लागि प्रेरणादायक एउटा कथा भन्न गइरहेछु। यो कथाले शिक्षा दिन्छ मुफतको धन खानु हुँदैन। आफ्नो पसिना बगाएर जुन धन प्राप्त हुन्छ त्यो मात्रै खान सकिन्छ भन्ने विषय लिएर एउटा कथा। एक दिन रात भनौँ, राति दुईजना चोर पसेछन् एउटा धनी मानिसको घरमा। चोर निकै नाम चलेका रहेछन्। धनी व्यक्तिले चिनिहाल्यो अनि यता छ धन सम्पत्तिहरू उहाँ छ, उहाँ लानुहोस्, तर हाम्रो ज्यान चाहिँ बचाइदिनुहोस् भनेछ। अनि त्यो सुन्ने साथ ती दुईजना चोरहरूले त्यो धनी मानिस अनि उसका परिवारलाई लात्ती घुसीले कुट्न थालेछन्। कुटेछन्, स्यास्या हुन्जेल कुटेछन्, पसिना तुरुरु हुन्जेल कुटेछन्। कुट्दा कुट्दा गलेछन्, पसिना आएछ अनि पसिना यस्तो गरेर अब लान्छु म तिम्रो धन सम्पत्ति, अघि कसरी लान्छु, के हामी मगन्ते हो, तिमीले दिएको लाने हो? हामी आफ्नो खुन र पसिना बगाएको कमाई मात्रै खान्छौँ। कुरो बुझ्यौ? अहिले हेर, हाम्रो अनुहारबाट, हाम्रो निधारबाट कति पसिना चुइरहेछ भन्दा धनी मान्छेले पनि यसो हेरेछ, उनीहरूको अनुहारबाट तप तप पसिना चुइरहेछ, लुगाहरू पनि भिजेको रहेछ अनि पैसाका पोका बोकेर उनीहरू निस्किएर गएछन्। र यसले के शिक्षा दियो हामीलाई? बिना खुन पसिनाको, पसिना नबगाई आएको कुनै धन खानु हुँदैन। यो धन खानु र पोइजन खानु एउटै हो। विष खानु र यो धन खानु एउटै हो। हुनु त विषले छिटै मरिन्छ होला, खाएको केही घन्टामा मृत्यु हुन्छ होला। यो मुफतको धनले त्यति छिटो मृत्यु हुँदैन, तर छिनछिनमा मृत्यु भइबस्छ। प्राण नजाउन्जेल त्यो मरेकै सम्म बराबर हो। राति निन्द्रा झट्टै छोड्दा पनि मैले त मुफतको धन पो खाएको छु, म त पापी हुँ। दिउँसो घरका परिवारहरू कतै गएको बेला एक्लै हुँदा पनि झट्टै सम्झना आउँछ, म को हुँ त? हु एम आई? आई एम द थिफ्ट। म चोर हुँ। आई एम द ग्रेट थिफ। यो संसारमा म सबभन्दा ठुलो चोर हुँ। किनभने मैले मुफतको धन खाएको छ भन्ने सोचाइले चाहिँ मानिसलाई सताइरहन्छ अनि सताइरहन्छ। त्यो भन्दा चाहिँ एक ग्लास विष सट्टा पार्यो, छिटै गयो। आखिरी जहिले पनि जाने त हो। 10 वर्ष पछाडि पनि जाने, अहिले भयो भने जाने।
त्यसकारण मुफतको धन बटुलेर लामो मृत्यु हुनुभन्दा क्षणभरमा मृत्यु भइहालेर आफूले जुन गरेको कुकर्म छ त्यसको सजाय भोगिहाल्नु चाहिँ उत्तम ठहरिन्छ। नमस्कार। यसलाई सेयर पनि गरिदिनुहोस्, साथीभाइहरूमा पुर्याइदिनुहोस्, ट्याग गरिदिनुहोस् भएन भने। नमस्कार।